ओके, नमस्ते सबैजनालाई। अब चाहिँ अति नै भयो। यो खुट्टा टान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन है। अहिले फेरि नयाँ ट्रेन्ड आएको छ साइबर सेनाको टिओबीसँग हामीलाई बदनाम गर्नलाई है, फ्री टिबेटसँग के भनेर के देखिरहेछ। हामीले धेरै हामीलाई प्रश्नहरू पनि आइरहेछ हैन। अनि मान्छेहरू फेरि पताइदिइरहेछ फेरि यस्तो रे भन्दै पताइरहेछ। कति मात्रै हामी नेतासँग लड्ने कि भ्रष्टाचार विरुद्ध हामी लड्ने कि यो फेक न्यूजहरुको पछि लड्ने कि हाम्रो टिम मिलाउनु लड्ने कि हैन, कति कुरामा चाहिँ हामी लड्नु पर्ने है। र मलाई देखाउनु पर्यो कि जसले यो एक्युज गरेछ नि हामीलाई हैन, देखाउनु पर्यो कि त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर के, म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पर्यो के। र मैले बोलाको हो भने त्यो प्रुफ कहाँ छ मैले बोलाको हो नि हैन। विदाउट एनी प्रुफ, विदाउट एनी एभिडेन्स म त्यहाँ भएको नभएको हैन, त्यहाँ त देखिन्छ होला नि। म त्यो भिडियोमा चाहिँ म त्यहाँ देख्दिन त, म त त्यहाँ त हैन। अनि यसलाई चाहिँ हामीले बोलाको भन्दै पुरा उयो गर्नु खोज्ने हुन्छ नि, यो साइबर सेनाको नयाँ स्टाइल हैन। अनि यो फेरि हामीहरु पत्ताउने, हामीहरु त्यति डम छौं र हामी पढे लेखेका छैनौं। सत्य र असत्य हुन्छ, झुट र यो कुरा हामी पहिचान गर्न सक्दैनौं, हामी छुटाउन सक्दैनौं हुन्छ नि। यसो बुझ्न सकिन्छ नि त्यसमा हैन, यसमा त यो मान्छे छैन, यो किन यिनले यस्तो गरेको होला हैन भनेर त हामीले हेर्नु बुझ्न सक्छ नि त आफ्नो त। हामी त पढे लेखेका मान्छेहरु छौं हैन। तर हैन, यस्तो भिडियो आयो लो ए हो रहेछ हैन, ए हो रहेछ, हेर्दा यो त यस्तो पो रहेछ भन्ने के हैन। रहेको कुरा अर्को कुरा फ्री टिबेटको हामीलाई जुन चाहिँ पहिलादेखि आरोप लगाएर फ्री टिबेट बार्बर फाउन्डेसन भन्दै अरु के आरोप लगाएछ। भोलि हामी हरेक कुराको हामी क्लियर गरिदिन्छौं। अब चाहिँ अति भयो। भोलि यत्रो ठुलो टिभीमा राखेर हाम्रो अकाउन्ट एक रुपैयाँको हामीसँग हिसाब छ, त्यो पैसा कहाँ गएको छ, कुन ठाउँमा गएको छ र कुन मान्छेलाई समेत गएको छ हामीसँग फोन नम्बर हुन्छ हैन। हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर, कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरु त हैन, हामीलाई थाहा थियो। र रह्यो कुरा एनजीओ को, हामी नेपाल इज एन एनपीओ, हामीलाई एनजीओ मन नपरेर हामीले एनपीओ भनेर राखेको हामीले है। र त्यसको पनि एभिडेन्स हामी भोलि देखाइदिन्छौं, ढड्डै पल्टाएर मजासित। ल यहाँ यो छ, हाम्रोमा यो आधारमा हामीले यो आन्दोलन गरेको हैन, यो हाम्रो फाइनान्स हो, हामीसँग भएको पहिला यति रुपैयाँ छ र कुन चाहिँ युएसएआईडी देखि लिएर कुन चाहिँ युएसआईएनजीओ सँग हामीले पैसा लिएर छ र 1 रुपैयाँ देखाउ। ल 1 रुपैयाँ मात्र देखाउनु हैन, धेरै परेन। मैले भने त 1 रुपैयाँ मात्र हाम्रो यो फरेन आईएनजीओहरुबाट लिएको मात्र देखाउनु। ल 1 रुपैयाँ, $1 मात्र लिएको देखाउनु न, बाँकी पर्दैन। हाम्रो अफिसमा आएर हामीलाई ल हामीसँग कुरा गर्न मिल्छ। अनि तपाईहरुको फाइनान्सेसमा ल एउटा पनि हामीसँग जोइन भएको कुन चाहिँसँग चाहिँ हाम्रो जोइन छ। रहेको कुरा हाम्रो वेबसाइटको, हाम्रो वेबसाइट अन्डर कन्स्ट्रक्सनमा छ, त्यत्रो लेखिरहेछ त्यहाँ अन्डर कन्स्ट्रक्सनमा छ भनेर। हामीले त्यो मोडल चाहिँ ट्रान्सपेरेन्सी बनाउनको लागि हामीले यसरी गर्नुपर्छ भनेर हामीले त्यो मोडलहरु तयार पार्दै थियौं। त्यो तयार पार्दै गर्दाखेरि हामीले आन्दोलन गरिरहेका थियौं हैन। अब त्यसकै भरमा लगेर त्यसको मुनि लेखिरहेछ त्यहाँ त यो सबै कुरा डेटाहरु हैन, हामीले सार्दै छौं। पुरानो डेटाहरु सबै फाइनान्सेसहरु हामीले सार्दै छौं, ताकि मान्छेलाई चाहिँ हरेक रुपैयाँको हामीलाई हिसाब होस्, थाहा पाओस्, मान्छेले कुन पैसा कहाँबाट आयो र कसरी गयो थाहा पाओस् भनेर ट्रान्सपेरेन्सीको लागि बिल सहित अपलोड गर्न मिल्ने सिस्टम बनाउनु पर्छ भनेर हामी लागिरहेको थियो हैन। भनेपछि यति विधि ट्रान्सपेरेन्ट हुनु गर्दाखेरि नि तपाईको घाटा हो त, यो नराम्रो हो त, ट्रान्सपेरेन्ट हुनु नराम्रो हो त। त्यहाँ लोगोहरु जतिजना देख्नु भएको छ नि तपाईको वेबसाइटमा, सबैजनाले काइन्ड डोनेसन गर्ने, एकजनाले क्याश डोनेसन दिनु भएको छैन। देखाउनुस् एकजनाले क्याश डोनेसन गरेको हामीले त्यहाँ। हामीले जहिले पनि विपदहरुमा हरेक कुरामा हामीले जहिले पनि के भन्छौं, हामीलाई काइन्ड डोनेसन दिनुस्, सामान डोनेसन दिनुस्, यो डोनेसन दिनुस्, टेन्ट डोनेसन दिनुस्, र सक्दै सक्नु भयो भने बल्ल तपाईहरु क्याश डोनेसन दिनुस् भनेर बल्ल हामी क्यूआर राख्दिने। नत्र हामी तपाईको डोनेसन्सहरु हामीले उठाउँदैनौं। यो सबै हामी काइन्ड डोनेसन हामी एन्करेज गर्छौं। जहिले पनि सामान दिनुस्, किन हामीलाई चाहिने सामान हो मेन त भनेर पहिलादेखिको भिडियोहरु हेर्नु न, सकिन्छ त। अलिकति स्क्रोल गर्ने त हो नि, पहिला यहाँ विपद परिआएर ल मलाई करोडको आवश्यकता छ, मलाई पैसा दिनु पर्यो भनेर कुनै भिडियोमा भनेको देखिएछ हामीले? एउटा मात्र भिडियो देखाउनु न। अब त्यो हुँदैन। अब चाहिँ के गर्छौं भने हामीले यो साइबर सेनाको विरुद्धमा अबदेखि जसले फेक न्यूज फैलाउँछ त्यसको प्रुफ र एभिडेन्स सहित हाम्रो आईटी टिमलाई दिएर
हामीले त्यसको बारेमा चाहिँ हामी दोषी भयो भने हामीलाई कारबाही गर्नु पर्यो र हामी दोषी होइन भने त्यसलाई कारबाही गर्नु पर्यो भने अब चाहिँ हामी लाग्नेवाला छौँ र यो घुसपेटहरूको कुरामा चाहिँ अब हामी भोलिदेखि उजुरी हाल्नेवाला छौँ। जतिजनाले हाम्रो आन्दोलनमा घुसपेट गरेर तपाईँको शान्ति भङ्ग गर्नु खोजेको छ यसको बारेमा चाहिँ हामी अब उजुरी हालिदिन्छौँ। जसले तपाईँको नेताहरू कतिजना देखाएको छौँ हामीले त्यहाँ उफ्रिरहेको होइन, हामीसँग त एभिडेन्सहरू छ नि त होइन। अब एकजनाको विरुद्धमा चाहिँ हामी फोटोसहित एभिडेन्ससहित अब चाहिँ हामी प्रहरी परिसरमा भोलिदेखि नै अब चाहिँ हामी सबैजनाको विरुद्धमा चाहिँ यस्तो यस्तो घुसपेटहरू मान्छेहरूको विरुद्धमा चाहिँ हामी भोलिदेखि उजुरी हालिदिन्छौँ। र यो साइबर सेना जसले फेक न्युज फैलाउँछ नि यिनीहरूको विरुद्धमा उजुरी हाल्नु धेरैजना पर्छन् अब चाहिँ होइन। अब चाहिँ हरेकजनासँग लड्ने क्या यस्तो मान्छेहरूसँग चाहिँ अब है। ल यति भन्दै म हजुरहरूलाई यसको यसको जति पनि कन्स्पिरेसी थ्योरीहरू हामीले बिलिभ गरिरहेका छौँ त्यो चाहिँ हामी एउटा असल नागरिक भएर सत्य र असत चाहिँ छुटाउन सक्ने मान्छे हो भनेर हामीले आफूलाई सोचेर चाहिँ सत्य के हो र झुट के हो भनेर छुटाउन सक्नुपर्छ। टिकटकमा ट्रेन्ड आयो भन्दैमा यो आयो भन्दैमा त्यसलाई पत्याउनु पर्ने हामीलाई जरुरत छैन होइन। तपाईँको पहिला त खै त मलाई त इन्डियन भनिरहेको थियो त्यसो भए त खै नागरिक त देखाइदिएँ त मैले त भारतीय भनेर मलाई भनिरहेको थियो त्यसो भए त होइन। मैले त देखाइदिएँ तपाईँको त्यो कुराहरू त। त्यही भएर विदाउट प्रुफ र एभिडेन्स नबोलिदिनु होला। र हामीले कुन चाहिँ ठाउँमा चाहिँ हामीले भनेको छौँ कि देशलाई घाटा होस् भनेर हामी करप्सनको विरुद्ध लड्नु पर्यो भन्छ नि, हामीलाई न्याय चाहियो, हामीलाई गोली हान्ने मान्छेलाई समात्नु पर्यो भनेर हामीले भनिरहेको छौँ। यतापट्टि मान्छेले भन्छ दलाल भनेर भन्छ। ए भनेपछि हत्यारालाई कारबाही गर्नु परेन? ए भनेपछि करप्सन हुनुपर्ने हो? ए भनेपछि देश बर्बाद हुनुपर्ने हो? कुन ठाउँमा हामीले पर्सनल एजेन्डा राखेर हामीले सुदन गुरुङले यो चाहिन्छ अर कुनै जेएनजी टिमहरूले यो चाहिन्छ भनेर कुन चाहिँ ठाउँमा छ त एजेन्डामा? कुन चाहिँ माग चाहिँ छ र हाम्रो त्यसमा चाहिँ सबैजनाले देशमा यो हुनु पर्यो, सुशासन हुनु पर्यो, करप्सन गरेको हाम्रो करप्टेड मान्छेलाई समात्नु पर्यो भनेर हामी ए त्यसो भए चाहिँ नसमात्नु पर्ने हामी चाहिँ विदेशी त्यसो भए देखाउनु पर्यो क्या हामीलाई कुन चाहिँ आइएनजिओबाट $1 लिएको छ। हामीले $1 मात्र लिएको छ क्या। कुन चाहिँ आइएनजिओ युएसएआइडी खै केहरू छ नि यिनीहरूबाट कुन चाहिँ डलर एजेन्सीबाट $1 लिएको छ देखाउनु पर्यो हामीलाई अनि मात्र बोल्नु पर्यो। नत्र चुपचाप बसेर चुप लाएर आनन्दसित बसेर हेर्ने साइबर सेना भएर नबस्ने है। किन देश तपाईँको पनि हो, देश डुब्यो भने तपाईँ पनि डुब्नेवाला छ। अब चाहिँ यो अन्तिम लडाईँ हो र यो लडाईँमा हजुरहरू सबैजना साथ दिनु जरुरत छ। थ्याङ्क यू सो मच।